भिडियोमा आज हामी पाटन दरबारको बारेमा कुरा गर्न गइरहेका छौँ। आज हामी पाटन दरबारमा मात्र सीमित भई यसको बारेमा कुरा गर्नेछौँ। हुन त पाटन दरबार उपत्यकाका अरू दरबारमध्ये सबैभन्दा कलात्मक र प्राचीन मानिन्छ। प्राचीनकै कुरा गर्ने हो भने त ललितपुर सहर नै सर्वप्राचीन सहर मानिन्छ। यो प्रोग्राम अशोक पतन यल, ललितपुरी, मनिङ्गल, ललितरम, ललितपुर, पाटन आदि थुप्रै नामले चिनिने यस सहर उपत्यकाकै सर्वप्राचीन सहरहरूमध्ये एक मानिन्छ। लैसिंह वाङदेलका अनुसार यहाँका प्रस्तर मूर्ति कलाले नै यहाँको प्राचीनताहरू दर्शाउँछ र यस ठाउँलाई पनि किराँतहरूको बसोबास गर्ने थलोको रूपमा चिनिन्छ। च्यासेलको लडाईँ, क्वाहाबाहको किम्वदन्ती तथा त्यागलमा सिद्धिलक्ष्मीमा किराँतहरूले गर्नै पर्ने पूजाको आधारमा यहाँ पहिला किराँतकालीन बस्ती थियो पनि भन्न सकिन्छ। अब यदि पाटन दरबारको कुरा गर्ने हो भने केही इतिहासकारहरूको अनुसार यस ठाउँबाट नै राजा यलम्बरले शासन गर्ने गर्दथे र उनकै नामबाट यस सहरको नाम यल रहन गएको हो। यहाँहरूलाई के लाग्छ यहाँहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ कि यो किराँतकालीन दरबार थियो या थिएन। र यदि लिच्छवी कालको कुरा गर्ने हो भने केहीले यस दरबारलाई मानदेवको मानगृह पनि भनेका छन्। लिच्छवी काल पूर्व यस ठाउँमा थुप्रै बौद्ध सम्बन्धी कलाकृतिहरू रहेका थिए, तर जब लिच्छवीहरू आए त्यसपछि बौद्ध सँगसँगै हिन्दू देवी देवताका मूर्तिहरू पनि बन्न थाले र हामीले के अनुमान लगाउन सक्छौँ भने बौद्ध बिहारमा बसेर शासन गरिरहेका किराँतहरूलाई पन्छाएपछि लिच्छवीहरूले त्यही बिहारमा नै बसेर शासन चलाए र जब त्यो बिहार जीर्ण भयो त्यसमाथि नै उनीहरूले दरबार बनाए। यस कुराको आधार चाहिँ के छ भने जहाँ अहिले पाटन दरबार रहिरहेको छ त्यहाँ पहिला बौद्ध बिहार रहेको थियो। हुन त यो कुराहरू अहिलेसम्म प्रमाणित भइसकेका छैनन्। साथै केशव नारायण चोकमा रहेको विक्रम सम्वत 700 को नरेन्द्रदेवको अभिलेखले पनि लिच्छवी कालमा यो ठाउँ प्रख्यात रहेको जनाउँछ र यही राजा नरेन्द्रदेवको पालामा नै मच्छेन्द्रनाथ ल्याएको कुरा र मीननाथको स्थापनाको किम्वदन्तीहरू सुन्न पाइन्छ। तसर्थ यसबाट हामीले के थाहा पाउन सक्छौँ भने लिच्छवी कालमा नै यो ठाउँ एउटा शक्तिको रूपमा स्थापना भइसकेको थियो जुन किराँतकालदेखि नै रहिरहेको थियो। अब यो दरबार प्रारम्भमा कसले बनायो भनेर जान्ने हो भने केही वंशावलीहरू हेर्दा लक्ष्मी कामदेव नामको एक राजाले 11औं शताब्दीमा यस दरबारको जग हाली भनेर लेखिएको छ। साथै अरू केही वंशावलीहरू हेर्ने हो भने बरदेव नामका राजाका हजुरबुवाले यस दरबार बनाएर त्यही बरदेव राजा चाहिँ त्यस दरबारबाट निक्ली अर्को दरबार बनाए भनेका छन्, तर यो प्रमाणित छैन। साथै केही पुस्पिका वाक्यको अनुसार जयस्थिति मल्लको शासन पूर्व यहाँका सामन्तहरू यही ठाउँबाट बसेर शासन गर्थे। यी कुराबाट हामीले के अनुमान गर्न सक्छौँ भने मध्यकालमा नै यस पाटन दरबार क्षेत्र शक्तिको एक प्रमुख केन्द्रको रूपमा स्थापित भइसकेको थियो। मल्लकाल समयमा 9वटा चोक रहेको यस दरबारमा अहिले विशेष गरी 3वटा चोकहरू देख्न पाइन्छ। हुन त विभिन्न समयमा विभिन्न राजाहरूले थुप्रै कलाकृतिहरू थपेका छन्, तर पनि शिवसिंह मल्लले किल्लाको रूपमा 4 कुना बनाएपछि यस दरबारलाई चौकोट दरबार नामले प्रसिद्ध रहेको थियो। साथै अन्य राजाहरूले पनि थुप्रै कलाकृतिहरू राखेका छन्। यदि यहाँहरूलाई त्यो जान्न मन छ भने यहाँहरूले तल डिस्क्रिप्सनमा गई हेर्न सक्नुहुनेछ। र अहिले तत्कालीन समयको कुरा गर्ने हो भने अहिले यहाँ पाटन सङ्ग्रहालय रहेको छ। यसको मुख्य प्रवेशद्वार सुन ढोकाबाट सुरु हुन्छ जहाँबाट केशव नारायण चोक पुगिन्छ। त्यहाँ एउटा सानो विष्णुको मन्दिर रहेको छ। यस्तै श्रीनिवास मल्लले बनाएका यहाँको मूल चोक अन्य दरबारको मूल चोकभन्दा ठुलो रहेको छ र यसै चोकमा नै अहिले विभिन्न नाच तथा प्याखाहरू हुने गर्दछ। भने 11औं शताब्दीमा स्थापना गरेको कुमारी पनि राख्ने चलन, साथै दसैँमा यहीँनेरिको आगमछेमा उमारेको जमरा नार्निटी राख्ने चलन पनि रहिरहेको छ। श्रीनिवास मल्लको पालामा बनेको सुन्दरी चोकमा रहेको तुसाहिटी अत्यन्त नै कलात्मक रहेको छ। सिद्धि नरसिंह मल्लले बनाएका यस कलाकृति नै यस दरबारको मुख्य आकर्षणको रूपमा रहिरहेको छ। विभिन्न भूकम्प तथा पानीका कारण यो भाग जीर्ण भए पनि बेला बेलामा बनाइरहेको छ। आगोले नष्ट भएपछि इष्ट देवताको तलेजु पनि सिद्धि नरसिंह मल्लले नै बनाएका हुन्। र यसै दरबारको अर्को ठुलो भाग भने भण्डारखाल बगैँचा हो जहाँ थुप्रै कलाकृतिहरू रहेका, कमल पोखरी, लोहिटी, सूर्यचन्द्रका मूर्ति आदि थुप्रै कलाकृतिहरू यहाँ देख्न पाइन्छ। यसरी सरसर्ती हेर्दा पाटन दरबार किराँतकालदेखि नै लिच्छवी काल हुँदै मध्यकाल र अहिलेसम्म पनि शक्तिको केन्द्रको रूपमा रहिरहेको छ। र अहिले पनि एसियाका उत्कृष्ट दरबार मध्येहरू गनिने यस पाटन दरबार निकै नै कलात्मक तथा मनमोहक रहेको छ। आजको लागि यति नै, धन्यवाद।